नयाँ वर्षको दिन पनि दिनभरि गर्नुपर्ने रहेछ काम, सोचिया थिएन। हेलो एभ्रीवान, इट्स मी सुरज। हजुरहरूलाई स्वागत छ फेरि मेरो अर्को मिनी ब्लगमा। मैले आफ्नो ब्लगिङ हबीलाई फेरि नयाँ सालको सुरुवातदेखि सुरु गरिसकेँ। हजुरहरूले पहिला जस्तै माया, साथ र सपोर्ट दिनुहुन्छ भन्ने फेरि आशा गर्दछु। यो सालको सुरुवात मन्दिरमा दर्शन गरेर दोकान ओपनिङतिर लाग्यो। स्टाफ बुनुले पनि छुट्टी लिनु भएको हुनाले दोकानको स्टार्टिङदेखि काम आफूले नै गर्नु पर्यो। म पनि आफ्नो दोकान ओपनिङतिर लागे। दोकान ओपनिङ गर्दै थिएँ, गर्दै दुईजना भाइ आउनुभयो र 1000 रुपियाँको अफर वाला ट्राउजर लिएर भाइहरूलाई ह्याप्पी न्यू इयर विश गरेर आफ्नो कामतिर कन्टिन्यू लागे। यतिकैमा दुईजना भाइ आउनुभयो र उहाँले छोटो मिठो राम्रो सपिङ गरेर जानुभयो। दिनभरि एक्लै काम गरेर थाकेको म झन् छिटो दोकान बन्द गरेर घर जान्छु भन्दा त पापाको दोकानमा पनि दिदी एक्लै, स्टाफ नभएर बिजोक पुरै दोकान छरपष्ट भएको थियो। दिदीलाई सकाएरै जान्छु भनेर अब त दोकान क्लोज गर्न स्टार्टिङ गर्यौं। 2 घण्टा टाइम लाग्यो। फाइनली दोकान पनि क्लोज भयो। घर पुगेर फ्रेश भएर फेरि हामी मन्दिर गयौं। आज मन्दिरमा नयाँ सालको उपलक्ष्यमा पूजा प्लस भण्डारा थियो। मेरो 2083 सालको पहिलो दिन यसरी नै बित्यो। हजुरहरूको कसरी बित्यो कमेन्ट गरिदिनु होला। बाई बाई, टाटा। फेरि भेट्नु पर्ने हुन्छ अर्को भिडियोमा।